एभ्रिवान आज चाहिँ हामी आएको छ सिलिगुडी आफ्नो गाडीको सर्भिसिङ गराउनु। तर सर्भिस सेन्टरबाट हामीलाई 4-5 घन्टा लाग्छ तपाईँहरूको गाडी सर्भिसिङ गराउनु भन्यो। अन्त हामी कहाँ जाने भने हामी गयो वेगा मल, नियर बाई मल यही नै थियो। तर हामीले प्लान गरेर नै आएको थियो कि वेगा जाने, नानीहरूलाई घुमाउनु। नानीहरू जुन चाहिँ ब्रेक हुन्छ नि इक्जामको बादको, त्यो ब्रेकमा कहीँ जानु पाएन, बिचराहरू घरमै थियो। त्यसले गर्दा हामीले सोच्यो आज चाहिँ हामी उनीहरूलाई लान्छ वेगा मल। वेगा मलमा एउटा सेक्सन अलगै छ नानीहरू जहाँ खेल्छ, त्यहाँ चाहिँ मेरो नानीहरूलाई थाहा थियो होइन। तर यो वाला सेक्सन नयाँ बनेको, म आएको थिएँ 3-4 महिना अगाडि, त्यतिखेर मैले देखेको थिएँ तर नानीहरूले देखेको थिएन। त आज चाहिँ यो सेक्सन मेरो नानीहरूको लागि एकदमै सरप्राइज भयो, उनीहरू एकदमै खुसी भयो। अन्त सबसे बेसी थ्याङ्क यू मेरो हस्बेन्डलाई, उसले आज सबै कोअर्डिनेट उसले नै गर्यो। नानीको कार्डहरू बनाउनुदेखिको लिएर नानीहरूलाई खेलाउनु, एक्टिभिटी के राम्रो के नराम्रो, कुन चाहिँ नानीहरूले इन्जोय गर्छ, सबै उसले नै हेऱ्यो। नानीहरूको अगाडि पछाडि उही नै कुदिरहेको थियो, मैले त केही पनि खेलेन, यो 3जनाले नै खेलिरहेको थियो, मलाई त खेल्ने चान्स पनि दिएन। त भिडियो नै बनाउँदै घुमिरहेको थिएँ म चाहिँ उनीहरूको पछाडि। तर हाम्रो नानीहरूले चाहिँ एकदमै इन्जोय गरे। यसरी नै अब नानीहरूलाई अब मेमोरीहरू क्रिएट गरिदियो भने ठुलो भएर कुरा गर्छ होला नि हाम्रो आमा बाबाले यताउता घुमाउनु लगेको थियो भनेर। नेक्स्ट भिडियोमा हामीले अझै पनि इन्ट्रेस्टिङ के गरेको छ, त प्लिज स्किप नगरी सबै भिडियो हेरिदिनु होला।